तपाईँ अहिले जहाँ हुनुहुन्छ एकैछिन आँखा चिम्लनुहोस् र सम्झनुहोस् त्यो गीत जुन तपाईँको जीवनसँग गाँसिएको छ। सायद त्यो गीत जुन माया बस्दा पहिलोचोटि सुन्नुभयो होला। हामी कुन बेला गीत सुन्छौँ? जब हामी खुसी हुन्छौँ, दुखी हुन्छौँ, रिस उठ्छ, जब माया बस्छ, कोहीसँग केही भन्न मन लाग्दैन, त्यो बेला सङ्गीतले बोल्छ हाम्रो मनको भाव, जहाँ शब्दले आँसु बगाउँछ र धुनहरूले सपना देखाउँछ। मादलको ताल, सारङ्गीको धुनबाट आज मोडर्न युगसम्म आइपुग्दा फिल्मी मेलोडी, डिजे रिमिक्सदेखि ट्र्याप बिटसम्म, ट्र्याप बिट मात्र नभई लुफी गानासम्मको यो यात्रा रमाइलो मात्र नभई धेरै कमाई र लोकप्रियताको यात्रामा म तपाईँहरूलाई लिएर जानेछु। आज हामी यो सबै कुराको गहिराइमा गएर बुझ्नेछौँ। नेपाली म्युजिक एभोल्युसन। भिडियो अन्तिमसम्म हेर्नुहोला, किनभने तपाईँले सुन्नुहुनेछ त्यो गीत जुन कहिल्यै बिर्सिन सकिँदैन, त्यो स्वर जसले सिङ्गो देशलाई बाँधेको छ र त्यो कथा जुन तपाईँको आफ्नै जस्तो लाग्नेछ। नेपाली सङ्गीतको पहिलो पाना किताबमा होइन, नेपालीहरूको मनमा लेखिएको थियो। खेतमा रोपाई गर्दा गाउने भाका, गन्धर्वहरूको सारङ्गी, तामाङ जातिको सेलो, मगरको सालौजो, लिम्बूको पालाम, यी सबै भाकाले गहिरो भावना बोकेका थिए। गीतमा कथा हुने गर्थ्यो, माया, पिरती, सपना र सङ्घर्षको। मादल, बाँसुरी, सारङ्गी, धिमेको धुनले रम्ने हाम्रो समाजले पछि बुझ्दै जाँदा गीत भनेको मनोरञ्जन मात्र होइन, हाम्रो संस्कार बन्दै गयो। जीवनशैली यसरी नै चलिरहेको थियो। 2007 सालपछि रेडियो नेपालको स्थापना भयो। नेपाली गीत सङ्गीतमा नयाँ क्रान्ति आयो जब गीत गाउँमा मात्रै सीमित रहेन, काठमाडौँको माइक्रोफोनबाट हिमालयसम्म गुन्जिन थाल्यो। नेपालको पहिलो आधुनिक गीत जुङ्गे दाई मास्टर रत्नदास प्रकाशले गाउनु भएको थियो। उति बेलाका नारायण गोपाल, गोपाल योन्जोन, अरुणा लामा जसका गीत आज पनि पुरानो लाग्दैन, आजसम्म पनि सुन्छौँ हामी ती गानाहरू। गीतहरू भावनाका कविताहरू थिए। एक कान्छा जस्ता रोमान्टिक गीतहरूले यो संसार नै एउटा मायामय नगरी जस्तो महसुस गराउँथ्यो। सन् 1950 देखि 1970 सम्मका केही प्रख्यात गायकहरू मास्टर मित्र सेन, पुष्प नेपाली, प्रेमध्वज प्रधान। नेपाली गीतहरू रेडियोमा मात्रै सीमित रहेन। 1964 को पहिलो नेपाली भाषाको चलचित्र आमाबाट फिल्मी सङ्गीत युगको पनि सुरुवात भयो। चलचित्रका गीतहरू लोकप्रिय हुन थाल्यो। हामीले गीत त सुन्दै आएका छौँ, तर त्यो गीतभित्र लुकेको आँसु कहिले सुन्यौ? ती धुनहरू केवल मनोरञ्जनका लागि मात्र थिएनन्, त्यो प्रत्येक लाइनमा कुनै न कुनै अधुरो कथा थियो। के हामीले त्यो गीतहरूलाई महसुस गरेका थियौँ या केवल सुनेर बस्यौँ? ती स्वरहरू मरेनन्, त्यो स्वरहरू अर्कै पुस्तामा नयाँ आवाज बनेर बाँचिरहेका छन्। 80s र 90s को दशकमा नेपाली पप रक सङ्गहरूको पनि क्रेज बढ्दो क्रममा थियो। गायकहरूले आफ्नै एल्बम निकाल्न थाले। जब नेपाली सङ्गीतले मादल र बाँसुरीको तालमा लय पाइरहेको थियो, त्यो बेला एउटा नयाँ स्वर उठ्दै थियो। नेपाली ऱ्याप सङ्ग, शब्द बग्ने विद्रोहको बीटमा बाँच्ने साँचो कथाहरू सुरु भयो अन्डरग्राउन्ड गोर्खाली जी र नेप्सी ड्याजबाट। तर जब यामा बुद्धले माइक समाते, नेपाली ऱ्याप सङ्गीतले केवल बीट मात्रै होइन, एउटा आवाज पायो। आज नेपाली ऱ्याप ग्लोबल आवाज बन्दैछ। सङ्गीत त्यो धुन हो जुन नारायण गोपालले सुरु गरे। आज तिमी गाउन सक्छौ। अब त्यो स्वर रेडियोमा मात्रै होइन, तिम्रो फोनमा पनि बज्छ। ती पुराना गीतहरू अब नयाँ आवाजमा गुन्जिन्छ। तिमीसँग छ त्यो शक्ति,
नेपाली सङ्गीतको अर्को अध्याय लेख्ने। आज नेपाली सङ्गीत डिजिटल प्लेटफर्म मार्फत विश्वभर फैलिरहेका छन्। युट्युब, टिकटक जस्ता प्लेटफर्महरूले नयाँ कलाकारहरूलाई ठाउँ दिएका छन्। समय अनुसार नेपाली सङ्गीतको स्वरूप पनि बदलिँदै आएको छ। नेपालीपन आज पनि जीवित नै छ। नेपाली सङ्गीतको भविष्य उज्जवल छ, किनकि स्वरहरू कहिले रोकिँदैन। सुन्दै गर्नुहोस् र गाउँदै गर्नुहोस् आफ्नो मनको आवाज।